परमेश्वरका सुसमाचार हामीले जस्ताको तस्तै सुनाउने हो होइन। त्यस कारणले गर्दा निको भएर फर्केका पनि छन्, पहिल्यै सुसमाचार सुन्यो। किनभने सारा सृष्टिमा आज प्राचीनदेखि नै हाम्रा पिता पुर्खाले यसुलाई त हामीले भनौँ न यही शताब्दीमा 25-30 वर्ष अगाडि त यति गाह्रो थियो नि यसुलाई चिन्नलाई। हाम्रो पिता पुर्खा जस्तो अहिले हुनुहुन्छ हामीसँग हुने बाबा आमाले त लगभग हामीले सुनाएछौँ, हाम्रो हजुरबाबालाई त थाहा पनि भएन होइन। उहाँहरू थाहा नहुँदाखेरिको अवस्थाहरू हेर्न पर्यो। त्यो कारणले गर्दाखेरि हामीले सुसमाचार कसरी सुनाउने, यसुको सुसमाचारलाई जस्ताको तस्तै उहाँहरूले त खोजिरहनु भएको, सदियोदेखि खोज्नुभयो कि के भन्नुहुन्थ्यो संस्कृतमा भन्दाखेरि, जुन ऋग्वेदमा कसरी उहाँहरूले खोज्नुहुन्थ्यो भन्दाखेरि असत्यमा सतगमे, तमसोमा ज्योतिर्गमे, मृत्युमा अमृतम गमे भनेर उहाँहरूले पुकारा गर्नुहुन्थ्यो। 3वटा कुरा छ यसमा होइन। असत्यमा सतगमे भनेको हामीलाई असत्यबाट सत्यतर्फ लैजानुहोस् होइन। तमसोमा ज्योतिर्गमय भनेको अन्धकारबाट उज्यालोतर्फ लैजानुहोस्। अनि मृत्युमा अमृतम गमय भनेको मृत्युबाट अनन्त जीवनतिर लैजानुहोस् भनेर परमेश्वरलाई त उनीहरूले खोजे, तर पुकारा गरे, कहाँ पुकारा गर्ने, यहाँ खोजिया छन्। अनि खोजी भएको हो, तर सृष्टिका थोकमा खोजी भयो। सृष्टिकर्तालाई खोजिएन, थोकमा सृष्टिमै खोजियो होइन। त्यसपछि कोही आउनुभयो जानुभयो, कसैले पनि अब हामीले रामलाई मान्न सकियो, बुद्धलाई मान्न सकियो, उहाँहरू पनि आउनुभयो। यसरी नै त्यही पुकारा गर्नुभयो कि उहाँ स्वयं रामले स्वयं बुद्धले यही पुकारा गर्नुभयो। अनि मृत्यु भयो, उहाँहरू जानुभयो। मानिसहरूले ज्ञानी पुरुष, असल पुरुष भनेर उहाँहरूलाई मानिदिनु भयो, त्यो आफ्नो ठाउँमा भयो। तर उहाँहरूले कहिल्यै पनि भन्नु भएन कि त्यो खोज्नु भयो कि, तर यसु आउनुभयो, यी 3वटै कुराका उत्तर दिनुभयो। बाटो, सत्य र जीवन मनै यसुले मात्र भन्नुभयो। यो सुसमाचार हामीले उनीहरूलाई पहिल्यै सुनाउनु पर्यो। बिरामीलाई पहिला सुसमाचार सुनाउनु पर्यो होइन। यति हो, बीज माटोमा परेको छ भने अवश्य पनि फल्छ, उम्रिन्छ, हुर्कन्छ, फल फलाउँछ होइन। ल्याछ हामीले सुसमाचारभन्दा धेरै चाहिँ हामी सङ्गति गरिन्छ, रमाइन्छ, यताउता होइन। त्यो वचनलाई बुझ्नै सकिँदैन। पहिले हामीले यदि सुसमाचार सुनाउन सकिएन र स्वार्थमा अथवा हामीले हाम्रो अनुसार सम्झौता, उसले त स्वार्थ हुने भयो, म त निको हुनको लागि जाने हो मण्डलीमा निको हुन। हो निको भएपछि विश्वास गर्ला, त्यो आफ्नो ठाउँमा। तर तरिका चाहिँ हाम्रो कस्तो हुनु पऱ्यो भने सुसमाचार भनेपछि सुसमाचार तितो हुन्छ, त्यो सुनाउने जस्ताको तस्तै सुनाइयो भने। अब यसलाई म एउटा उसमा जोड्न चाहन्छु। एउटा हाम्रो नभनौँ अमेरिकाको अलि अगाडिको घटना हो। एउटा जहाज, क्रुड ओइल बोकेको जहाज डुबेपछि त्यहाँ त्यो वरिपरिका त सबै पानीका सबै त मरे होइन। अनि एउटा पेङ्गुइन बडा एकदमै क्रिटिकल अवस्थामा रहेछ कि अब त्यो अलिअलि सास होइन। त्यसपछि अब त्यसको उद्धार भयो। उद्धार गरेर 3 महिना लगाएर $30,000 खर्च गरेर होइन त्यसको उद्धार भयो, खर्च पनि भयो, राम्रो पनि जस्ताको तस्तै बनाए। अनि अब त्यो बस्ने ठाउँ त त्यही पानीमा हो, बाहिर त बस्दैन होइन। पानीमा नि कसरी त्यहाँ ल्याएपछि पनि कृत्रिम पानीमा राखे, खाना दिए, राखे। अब यसको वासस्थान भनेको उनीहरू कहिले पनि चिडियाघरमा बाहेक अन्य ठाउँमा त्यसरी राख्दैनन्, समुद्रमा पठाइन्छन् जहाँ हो त्यहीँ। अनि लानको लागि तयार गरे, एउटा जहाज तयार गरेर त्यही ठाउँमा त राख्न, त्यही पहिले पोखिएको ठाउँमा त राख्न भएन। 3 वर्ष भएछ, त्यो पनि सफा भइसकेको छ। अलिक पर लगेर अब त्यसलाई पानीमा चाहिँ ढकालिदिने होइन। हेर्नलाई त्यत्रो लगानी भइरहेछ होइन, बडा उत्सुकका साथ हेर्नलाई। अनि क्याप्टेनले हल्का धक्का दिए, सबैलाई ताली लाए। ताली लाउँदा ताली रोकियो। हेर्नुहोस् है, त्यत्रो 3 महिना लगाएको छ, 30,000 खर्च गरेको छ, धकाल्ने बित्तिकै सार्कले आएर खाइदियो होइन। सार्कले निल्दियो कि यसमा। अब त्यो उपलब्धि केही पनि भएन कि। एक त 90% अथवा 95% ऊ मर्ने अवस्थामा थियो, फेरि जिउँदो बनाएर फेरि पीडा दियो कि। यो विश्वास हामीले बिरामीलाई चर्च ल्याउनु भनेको पनि उसले विश्वास गरेको छ भने त पहिला हाम्रो सुसमाचारले उसले विश्वास गर्नु पर्यो कि। गरेको भए त बाँच्छ, परमेश्वरको इच्छा हो।
होइन भने त त्यसलाई फेरि ल्याएको छ सुनेको छ क्यारेका हुन् भनेको छ उसलाई त थाहै छैन उसलाई त खालि मलाई निको बनाइदेऊ उसले त भनेको वचनबाट त केही हेरेको छैन उसको नजरमा त के छ भने अहिलेसम्म अघि मैले भने नि हामीले नचिन्दा यो अक्षर थियो नि एउटा शब्द थियो वाक्य थियो हामीले चिन्यौँ हाम्रो जीवनमा हामीले जीवित बनायौँ यी वचनहरूलाई अनि पो वचनले काम गर्छ वचन भनेको त प्रभु आफै येशू नै आफै आदिमा वचन हुनु त वचन येशू नै हामीसँग हुनुहुन्छ अहिले भने हामीले ल्याएछौँ बिचरा एउटा निर्दोष वचन सुसमाचार नसुनाइकन स्वार्थमा यसरी चर्च जाँदा निको हुन्छ हो निको भएको कति उदाहरण पनि छन् आफ्नो ठाउँमा तर उसले गर्छ नै त्यसपछि त ऊ त जान्छ भाग्छ निको बनाउनु भयो सकियो निको त अरूलाई पनि बनाउनु त सृष्टि सबै मानिस त उहाँका नभए पनि सृष्टि त हो हामीले विश्वास गरे कहाँ उहाँका सन्तान भयौँ सृष्टिका त उनीहरू हुन् नि चाहना त सबै आउनु भनेर चाहनुहुन्छ तर उहाँले सबैलाई बोलाउनु भएको होइन अब सबैलाई बोलाउनु भएको होइन भनेर हामीले सुसमाचार नसुनाउने